वेल गुड मर्निङ एभ्रिवान सबैजनालाई शुभ बिहान नयाँ दिन नयाँ सुरुवात गर्दैछु मैले म कति समयदेखि यो चिज गर्न चाहन्थेँ तर सबै चिज आत्तिँदैमा हुँदैन समय लाग्छ नि समय लाग्छ कुर्नु पर्यो सबै चिजको समय आउँछ मलाई पनि लाग्छ अब मेरो समय आएको छ अहिलेसम्म त म त्यस्तो गोप्य नै थिएँ तर अब देखिएर पैसा आउँछ मलाई थाहा छ सबैलाई पनि थाहा छ किन हार्ड वर्क गरिरहनु अब स्मार्ट वर्क गरौँ न आफूले मनले चाहेको काम गरौँ न भनेर म चाहिँ अब कन्टेन्ट क्रिएसनमा लागेको छु त्यही हो आज पहिलो दिन एउटा सानो सरप्राइज छ एउटा होइन आज दुईवटा सरप्राइज छ एउटा सरप्राइज म तपाईँलाई देखाउँछु एउटा सरप्राइज म तपाईँलाई थाहा दिन्छु आज फर्स्ट डे फर्स्ट सरप्राइज ल अहिले त्यति नै भयो सबैजनालाई सरप्राइजमै भेटौँ ल चलो म चाहिँ हिँडेँ मेरो घर मेरो बाको घर त घर भेटौँ ल अब हिँडेँ म घर बसिराख्यो भने मान्छे दिमाग खराब हुन्छ हिँड्नुपर्छ घरबाट जति हिँड्यो त्यति राम्रो लाग्यो अब ओइ मोटी चिनिराखेको भएर हो क्या त नि सरप्राइज भन्दै थिएँ नि सरप्राइज चाहिँ के हो भने यो साइकललाई मैले चाहिँ यो साइकल दिन लागेको हो हेरौँ दिदीले मैले भनेको मूल्यमा दिनुहुन्छ कि नै राम्रो छ नयाँ छ यो सुरुवात गर्नलाई यो मलाई चाहिँ ठिक लागेरै दिएको मैले सरप्राइज चाहिँ यही नै हो है टेस्ट राइड राम देखे तो साला बहुत नीच आदमी रहे सक त कहाँ छ होला नि राम्रो भाइले उहिले हान्छु भनेर दिएको के अरे खै एकचोटि हानेन है साइकल पनि फेरि साइकल त ठिक छ साइकलमा त्यस्तो खासै केही छैन उहिले हान्छु भनेको खै ल म त साइकल आफ्नो बनाइहालेँ फर्स्ट टाइम मैले जिन्दगीमा केही किनेको है साइकल फर्स्ट टाइम मैले जिन्दगीमा साइकल किनेको मैले बच्चैदेखि बाबाआमालाई कति भनिदिएँ क्या साइकल किनिदेऊ कहिले किन्दैन मलाई नेभर आज म यो उमेरमा आएर बल्ल साइकल किन्दैछु साइकल चाहिँ जे होस् मलाई चित्त बुझ्यो मैले किनेँ अब त्यही हो अब लिएर हिँडिन्छ बाँकी कुरा पहिला सुरु वर्कसप जाम वर्कसप गएपछि अनि बल्ल कुरा हुन्छ अहिलेलाई चाहिँ त्यही भयो आजको सरप्राइज चाहिँ अब कस्तो छ अब यही हो अलिकति यो अगाडिको गियर सिफ्ट हुँदो रहेछ अनि सक पनि त्यति राम्रोसँग खेलेको छैन सायद राखेको गरेको भएर होला साइकल लिएर हिँडेपछि त साइकलै लिएर हिँडेको मान्छेमा चाहिँ ठोकिन्छ मेरै अगाडिबाट चाहिँ साइकल लिएर गइरहेको थिएँ साइकल फेरि यता हिँड्नु पनि रहेछ त्यसले यता हिँडिरहेको
अब ल अहिलेसम्म त बाइकमा रफ्तार स्वाट भागिन्थ्यो, अब साइकलमा चाहिँ बल्ल देखिन्छ। अब कहिले तुफान भएको छ जिन्दगी दौडेर जित्छु भनेको छ। जिन्दगी स्लो एन्ड स्टेडी हिँडेर जित्ने अब मेरो लक्ष्य। म यहाँ मेरो जक्सनमा आइपुगेँ। जक्सन मनोज दाईको माडे फसल। ओ मनोज दाई, के छ हालखबर? नयाँ साइकल सुन्दैन? हजुर नयाँ साइकल भर्खर लिएको, बनाउनु जानु लाग्यो कि। मेरो लागि त नयाँ हो नि, हुनु त सेकेन्ड ह्यान्ड हो। मेरो जक्सन मनोज दाईको माडे पसल चाहिँ यहाँ छ है, ठ्याक्कै टक्क मेरो साइकल पार्किङ छ यता। जय शम्भू बाबा जी, आंखें लाल है यार आपकी तो, सुबह सुबह आंखें लाल, हमेशा लाल है। चलो सही है। मनोज दाईको स्पेसल आलु भुजिया बन्दैछ यहाँ दाईकोमा। दाईकोमा अरू अरू आइटम नि बन्छ है फेरि, पुरी, जेरी, समोसा, डोनट, पकोडा, आलु चप, अगडम बगडम आइटमहरू छ। मनोज दाईको इन्टरभ्यू लिनु पर्यो। कति वर्ष भयो मनोज दाई तपाईँ यो ठाउँमा पसल गरेको? धेरै भएको छैन, 22-23 वर्ष मात्रै। तपाईँ भनेपछि कति वर्षको हुनुहुन्थ्यो त्यो बेलामा त? 18-19। पोखरा आउनुभएको चाहिँ कति वर्षमा? 18-19 वर्षमा। घर चाहिँ वीरगञ्ज। यता भाउजू पनि हुनुहुन्छ। दाई भाउजूको यति राम्रो जोडी छ यहाँ। यो ठाउँमा म यो ठाउँमा आउनुको कारणै म यहाँ मनोज दाईको र भाउजूको आवाज सुन्न आउने हो। यहाँबाट हिँडिरहेको हुन्छु, केही खाना छैन, अहिले नि मैले केही खाना छैन, तर नि यहाँ आएर बस्न गफ गर्न चाहिँ मलाई मनपर्छ है। मनोज दाई एकदम फास्ट। यो अब यहाँ यस्तो काम हुन्छ फेरि झ्यापझुप समोसा बनाउन आए जस्तो छ हो। म पनि कुक है, मनोज दाईले भनेको सुन भाइ। समोसाहरू त मैले नि बनाउँछु, समोसा, अगडम बगडम, त्यस्तो धेरै त मैले जान्दिनँ, तर काम गऱ्यो भने चाहिँ गर्न सक्छु। आँखा चिम्मा गरेर नि बनाइदिनुहुन्छ होला तपाईँले त। खै एकचोटि ल त ल त आँखा बन्द गरेर एकचोटि ल त। एक, दुई, तिन, चार, 5, 6, 7, 8 एकछिनमा 8वटा समोसा बनिसक्यो। पाकिसकेको छ है, यो पाकेको छ। साइकल त मैले लिएर आएँ। त्यहाँ बनाउनु के अरे टाइम लाग्छ र एकछिन टक फेर्नुपर्छ, अनि त्यो अगाडिको गियर पनि फेर्नुपर्छ भन्ने कुरा छ। लगभग 1000 रुपियाँ खर्च हुन्छ। यत्रो त भयो खर्च, अब 1000 रुपियाँ नि खर्च होस्। अब किन्नै पऱ्यो, गर्नै पऱ्यो। आफूलाई मन परेको काममा खर्च नगरेर केमा खर्च गर्ने हो र? जिन्दगीको पहिलो साइकल हो यार, आफ्नै कमाइले किनेको छु। चलो ठुलो खर्च भयो, अब अलिकति अझै खर्च गरौँ। लिएर हिँडिसकेपछि दामी बनाएर हिँडौँ। एकछिन टाइम लाग्छ अरे, एकछिन अब कतै भुल्नु पऱ्यो। हिँडेमा त बनाउनै 1-2 घन्टा लाग्छ अरे। अनि कहाँ यहाँ बसिरहने बेकार। फोनमा चार्ज पनि सकियो, घर जान्छु चार्ज गर्छु, खानासाना खान्छु। अघि मैले खानै खाएन, चिया मात्रै खाएर निस्केर आएको। अब घर गएर अनि खानासाना खाएर फेरि लिन आउँछु लगभग 1-2 घन्टापछि। म चाहिँ घरतिर लाग्यो अहिले।
किताब पढ्दैछु विश्व प्रसिद्ध उपन्यास आमा म्याक्सिम गोर्कीले लेख्नु भएको। एकछिन त मनोज दाइकोमा बसेको तर पानी पर्न लाग्यो। पानी पर्न लागेपछि अब यहाँ बसाइ हुन्न है, अब यहाँ लामो समय बस्यो भने दुःख पाइन्छ भनेर म चाहिँ टाप हानिहालेँ। लिफ्ट मागेर घर आएँ के अरे। एकछिन बस्छु, घरै बस्छु, आज मौसम राम्रो छैन। पानी परि नै रहेको छ। पानी यस्तरी परेछ कि मानौ आज दिनभरि पानी पर्छ। झरी लाग्यो, चैत महिनामा झरी लाग्यो। अब के छ त, अब खाना खाइयो, झरी लागेको छ, काम केही छैन, अब घरभित्रै हो। अब सुत भाइ, आनन्द सुत। दिनभरि पानी पर्यो, दिनभरि पानी पर्यो। आजको दिन त्यत्तिकै गयो, सुत्तियो, मजाले सुत्तियो। अहिले चाहिँ म भर्खरै उठेर जान लाग्यो यार, साइकल लिन त जानु पर्यो। आज एउटा नयाँ सुरुवात गरेको, यस्तो हुन्छ। चलो भाइ यार, बिहान हिँडियो उठियो, काम सुरुवात त भयो है। फेरि त्यही खुसी लाग्छ मलाई, सुरुवात गरेँ त्यही दामी भयो। म आज बिहान गएर साइकल नकिनेको भए, बिहान पानी पर्दै गयो, म आज अल्छी हुन्थेँ, काम सुरु नै हुन्थेन। भोलि कुर्न पर्छ, बिहान पानी पनि परेन, म अल्छी पनि गरिनँ। म प्याटपुट गएर साइकल किनेर मर्मत गर्न दिइहालेँ। त्यति गरेपछि मेरो काम हुम्किहाल्यो। अब अहिले त लिन जानै पर्यो, पानी पनि बिदा छ। त्यही हो, उतै गएर भेटौँला। अब साइकल चाहिँ बनेर भ्याइयो। एउटा मैले यो चाबी पनि किनेछु। टोटल लगभग 1100 रुपियाँ चाहिँ खर्च भयो मेरो। साइकललाई चाहिँ कति पऱ्यो भनेर चाहिँ कमेन्ट गर्नु होला है। बनाउँदा चाहिँ 11 खर्च भयो। जसले कमेन्ट मिलाउनुहुन्छ त्यसलाई उपहार पनि छ केही। साइकल लिएर भ्लग बनाउनु त दिन त गाह्रो छ यार, तर गियर त किन्नै पर्छ। अब सबै कुरा फेरि एकैचोटि किन्दाखेरि साथीभाइले पैसावाला रहेछ यो भन्नु होला। पैसा त अलिअलि खानेपिउने पैसा थियो, अलिअलि खानेपिउने पैसा थियो। अब त्यही हो, इन्भेस्ट गरेको हो। खर्च गरे जस्तो मैले मान्दिनँ, सबै इन्भेस्ट नै गरेको हो। अनि साइकलै पहिलोचोटि चलाइरहेको छु मैले, गियरवाला साइकल चलाउनु त चलाएको हो पहिला, तर यसको गियरहरू केही पनि बुझेकै थिएन। आज बल्ल बुझेँ मैले। ओह्रालोमा चाहिँ अगाडिको गियरलाई टपमा राख्ने, टप भनेको माथिको ठुलो रिङ फेरि, अनि उकालोमा चाहिँ पछाडिको गियरलाई टपमा राख्ने। टप भनेको माथिको ठुलो है, त्यही रहेछ। अनि अर्को कुरा चाहिँ मैले बिहान तपाईँहरूलाई 2टा सरप्राइज छु आज भनेको थिएँ। एउटा सरप्राइज त तपाईँहरूले देखिहाल्नुभयो। अब अर्को सरप्राइज चाहिँ म देखाउन जाँदैछु। मैले भनेको थिएँ कि अर्को सरप्राइज चाहिँ म तपाईँहरूलाई देखाउँदिनँ, अनुभव गराउँछु भनेको थिएँ। पक्कै पनि तपाईँहरूले अनुभव गरिहाल्नुहुन्छ। अनुभव गरिसकेपछि कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। अनि अघि मैले साइकलको प्राइस पनि कमेन्ट गर्नुहोस् भनेको थिएँ, त्यो चाहिँ सबैजनालाई है गेस गर्नु होला कति पऱ्यो मेरो लागि यो साइकल। बनाउन चाहिँ 1100 खर्च भएको अरे, पढ्न चाहिँ कति पऱ्यो अब गेस गर्नु। यसरी बाटोमा यति धेरै बेर समाचार नबोलौँ, म वहाँ पुग्छु अनि वहीँ पुगेपछि कुरा गरौँ ल। त्यो यहाँ 2जना केटाहरू रहेछन् यार, कन्टेन्ट फेला पऱ्यो त, बोल्नुपर्छ कि बङ्गलादेशीहरू रहेछन्। ए कन्टेन्ट फेला पऱ्यो है। म चाहिँ लागेँ है त्यतैतिर, देखेँ अनि लाग्यो कि कुरा गरौँ होइन, किनभने म एउटा कन्टेन्ट क्रिएटर, मेरो लागि त यो कन्टेन्ट नै हो। यहाँ हाम्रो एकजना नेपाली अङ्कल भेट्नुभयो, मिठो कन्नड बोल्नुहुँदो रहेछ। ಇಲ್ಲ ನಡಂದೋಯ್ ಅಪ್ಡೇ போயிடல அப்படியே போயிடல நடந்து ஒரு இல்ல காலையில மார்னிங் வாக் கூட ஆயிடும்ல அதே நடந்து அப்படியே போயிட்டு அப்படியே வந்துடலாம் राहुल, सुजी, सिन्जी सबैजना, अरूको नाम त मलाई थाहा छैन। त्यही हो, अब उहाँहरू चाहिँ रिसिभ हुँदै आउनुभएको रहेछ। गाइस, this is my first YouTube vlog, so I want you guys to say something. साइमन जी In your language, okay? Not in our language or English, in your language. Which even I wouldn't understand. ओके 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 You guys say something, okay? നേപ്പാൾ അടിപൊളി ഒരു രക്ഷയില്ല Super Nepal, എല്ലാവരും അടിപൊളിയാണ്. ഇവര് സൂപ്പറാണ്.
अहिले छु म यहाँ पोखराको टुरिस्ट बस पार्क। अब चाहिँ यहाँनिर चाहिँ मेरो सरप्राइज खुल्दैछ, के होला है, तपाईँहरूलाई नि खुलदुल भइरहेको होला। साइकल लिएर हिँड्नै गाह्रो रहेछ कि मोबाइल लिएर। ए त ढल्केछ बहुत तनाव। खान्छ के छ? घुमेको घुमै हो के अरे है, दिनदिनै। सामान आइपुग्यो। पैसा लिनु भएन है। पोखराबाट चाहिँ चितवन जानु पऱ्यो अथवा चितवनबाट पोखरा आउनु पऱ्यो भने चाहिँ दाइलाई सम्झिँदा हुन्छ। दाइको नम्बर म छोडिदिन्छु। दाइले चाहिँ बिहान फ्रीमै घरै आएर पिकअप गर्नुहुन्छ है। पोखराबाट चाहिँ चितवनबाट चाहिँ हुन्न, पोखराबाट चाहिँ चितवन जानु पऱ्यो भने तपाईँले फोन गर्नुहोस्, बिहान तपाईँको घरमा दैलोमै आएर तपाईँले लिएर आउनुहुन्छ। बिहान 7 बजीभित्रमा त तपाईँले चितवन पुऱ्याइदिइ सक्नुहुन्छ। 7 साढे 7 त्यही हो है। त्यो पहिलो दिनको ब्लग आशा छ तपाईँहरूले मन पराउनु भयो होला। मैले जस्तो जाने जस्तो सकेँ त्यस्तै गरेको छु। तपाईँहरूको अगाडि मैले कुनै पनि कुराहरू छुट्टामुट्टा गरेको छैन र भोलिको दिनमा पनि मैले गर्नेवाला चाहिँ छैन। म जे छु म त्यही नै प्रस्तुत हुन्छु। म जस्तोबाट आएको हो म त्यस्तै नै तपाईँहरूलाई देखाउँछु। माया गर्नु होला, साथ दिनु होला, त्यही नै हो। जय नेपाल। यस्तै हो हामी जहिले सुकै यस्तै हो हामी।